अब म विरुद्ध कसरी राजनैतिक प्रतिशोध साधियो र कानुनको दुरुपयोग कहाँ कसरी गरियो भन्ने तथ्य बताउँछु। पहिलो संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको पेज नम्बर 449 मा मलाई आरोप लगाइएको प्रकरणको निष्कर्षमध्ये एउटा बुँदामा लेखिएको छ, सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालीमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिए तापनि सोही रकम गोर्खा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ। प्रतिवेदनको पेज नम्बर 449 कै अर्को बुँदामा भनिएको छ, कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने। यसरी प्रतिवेदनले तीनवटा सन्दर्भ स्पष्ट भनेको छ। पहिलो, सहकारीबाट गोर्खा मिडियामा पैसा आएको हो। दोस्रो, ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि भएन। तेस्रो, रकम आएपछि खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको हकमा दायित्व पर्ने भए प्रचलित कानुन बमोजिम कारबाही गर्नु। प्रतिवेदनले बकाइदा खर्च गरेको हकमा दायित्व पर्ने भए प्रचलित कानुन बमोजिम गर्नु भनेको छ। कम्पनीको रकम खर्चको हकमा प्रचलित कानुन भनेको कम्पनी ऐन 2063 हो। प्रतिवेदनले कम्पनी कानुन अनुसार भन्दा भन्दै सरकारले मलाई कतै आकर्षित नहुने सहकारी ऐनको दफा प्रयोग गर्नु र झुटा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह र प्रतिशोध नभएर के हो त? अब दोस्रो, 2054 साल यता विभिन्न विषयमा छानबिन गर्न 15वटा संसदीय विशेष समिति बनेका रहेछन्। अरू 14वटा समितिका सिफारिस सरकारले बुझ्यो, सकियो। समितिका प्रतिवेदनहरू संसदीय अभिलेखमा सीमित हुन्थे। मेरा विरुद्धको सिफारिसलाई चाहिँ इतिहासमै पहिलो पटक क्याबिनेटबाटै अनुमोदन गरियो। 2081 भदौ 31 गते सभामुखलाई पेश गरिएको प्रतिवेदन सोही दिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय पुग्यो र असोज 2 गते मन्त्री परिषदले संसदमा प्रस्तुत भएको सहकारी बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गर्यो। बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको छानबिन विशेष समितिको 1200 पृष्ठको प्रतिवेदन मात्र मेरा विरुद्ध कार्यान्वयन भयो, त्यो पनि एकदमै छलपूर्वक र बलपूर्वक। अब तेस्रो, प्रतिवेदन आएपछि पहिले लेखिएको पटकथामा राज्यको षड्यन्त्रमय छायाङ्कन र अभिनय सुरु भयो। विदामा बसेका जिल्ला न्यायाधीशलाई बोलाएर कार्तिक 2 गते शुक्रबार म विरुद्ध पक्राउ पूर्जी निकालियो। त्यसमा पनि मुद्दा 35 दिनभित्र अदालतमा बुझाइसक्नुपर्ने थियो, बुझाएनन्। त्यसपछि संगठित अपराधको अभियोग लगाएर 60 दिन थुन्ने प्रपञ्च गरे। 60 दिन पनि सकिन लागेपछि 90 दिन थुन्न मिल्ने र सांसद पद पनि निलम्बन हुने सम्पत्ति शुद्धिकरणको अभियोग लगाए। एउटै आरोपमा देशका विभिन्न जिल्लामा अनुसन्धान गर्नुपर्दा त्यसको नेतृत्व प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिने र एकै ठाउँमा मुद्दा चलाउने अभ्यास छ। यसले अनुसन्धानलाई सजिलो मात्र बनाउँदैन, न्याय निरूपण पनि छिटो हुन्छ। मेरा हकमा पनि त्यही हुनुपर्ने थियो, तर यहाँ प्रश्न न्याय निरूपणको थिएन, प्रतिशोधको थियो, राजनैतिक षड्यन्त्रको थियो। चौथो, एउटा कसुरमा पोखरा हिरासतमा रहेको मानिसलाई बयानका लागि भन्दै काठमाडौँ लगियो। फेरि दोस्रो दिन काठमाडौँबाटै चितवन लगियो। तनाव र थकानले रक्तचाप निकै बढेको थियो। चितवन पुग्नासाथ औषधि खाएर फेरि बयान सुरु गरे। दिनभरको बयान, अस्वस्थ र थाकेको शरीर, रातको झन्डै 11 बजिसकेको थियो। तत्कालीन एसपी गौतम मिश्रले भने तपाईलाई यहाँबाट पठाउनु भन्ने आदेश छ। जानुपर्ने भयो हजुर। एसपी मिश्रलाई यस्तो आदेश दिने व्यक्ति थिए त्यसबेलाका प्रहरी प्रमुख वसन्त बहादुर कुँवर। उनलाई पनि आदेश दिने थिए दाजु, भाउजू, देवर र बा। मैले मेरो स्वास्थ्य जाँच गर भने उठ्न सकेको पनि थिइनँ। एउटा मान्छे उठाएर पठाउन सक्दैनस् भने त्यति कामका लागि अर्को मान्छे पठाउँ भन्ने प्रहरी प्रमुखको धम्कीपछि उनीहरूको केही सिप चलेन। मध्यरातमा बल लगाएर मलाई गाडीमा हाल्यो। यस अघि पनि भनेको छु, त्यसबेला मलाई जबरजस्ती उठाउन आउने प्रहरीले मादक पदार्थ सेवन गरेका थिए। उनलाई समाउन र जाँच गर्न भनिरहे, तर कसले सुन्ने? मध्यरात हुन लाग्यो। मलाई लगिँदैछ भनेर परिवारलाई खबर गरिदेऊ भने सुनेनन्। कानुन व्यवसायीलाई खबर गर्न भने मानेनन्। मध्यरातमा त्रिशुलीको बाटो परिवारलाई समेत खबर नगरी मलाई कहाँ पुर्याउन हिँडाइएको थियो थाहा थिएन। त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्याउने थियो वा गायबै गर्ने म यसै भन्न सक्दिनँ। मेरो प्रतिरोधपछि धेरै हल्लाखल्ला भयो। बिहान 3 बजे पोखरा पुग्दासम्म मानसिक रूपमा कति विक्षिप्त भएँ लेखाजोखा हुनै सक्दैन। पाँचौं, कास्की प्रहरीको हिरासतमै रहँदा अनुसन्धानका लागि भन्दै काठमाडौँ, रूपन्देही र पर्सा पनि लगियो। मलाई ठग करार गर्न के मात्र तिक्रम गरिएन। मलाई आरोप एउटै छ, सहकारीको बचत अपचलन। अनि अभियोग चाहिँ थरीथरीका, कतै सहकारी ठगी, कतै ठगी मात्र, कतै सङ्गठित ठगी, कतै सङ्गठित अपराध। कास्कीमा त सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण। बैंक खातामा 7 लाख चान्चुन पैसा भएको मलाई पुर्ख्यौली जाय जथा समेत देखाएर मेरी श्रीमती निकितालाई समेत प्रतिवादी बनाएर सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइयो। देशवासीले थाहा पाउनुपर्छ, जिल्ला प्रहरी कार्यालयबाट सहकारीसँग जोडिएर सम्पत्ति शुद्धिकरणको समेत मुद्दा खेप्ने पहिलो नेपाली नै यिनीहरूले रवि लामिछानेलाई बनाएका छन्। छैठौं, सहकारीका सञ्चालक नै रहेका काङ्ग्रेस एमालेका नेतामाथि के भयो, के गरियो? घरमै बसेर फरार भएकी काङ्ग्रेस सांसद माया राई स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिवलाई खुलेआम संसद छिराएर हाजिर गर्न दिएर फर्काइयो।
संसद छिरेपछिको जनदबाव थेग्न नसकेर मात्रै उनलाई पक्राउ गरिएको हो। केही दिनमै अदालतले जम्मा 10 लाख दरौटीमा छोडिदियो। काङ्ग्रेस उपसभापति धनराज गुरुङलाई सामान्य सोधपुछमै टारियो। एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर भएकै दिन सामान्य धरौटीमा छुटिन्। अझ अचम्म त सरकारी पक्ष उनीहरूका हकमा पुनरावेदन गर्न पनि गएन। मेरो हकमा के गरियो सर्लङ्ग छ। 7औं, सहकारी ऐन अन्तर्गतको कसुरमा 90 दिनभित्र अदालतमा अभियोग पेश गरिसक्नुपर्ने हदम्याद हुन्छ। म विरुद्ध 2080 माघ 22 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको दाबी गरियो। त्यो दाबी सत्य नै थियो भने त्यसको 90 दिनभित्र अर्थात् 2081 को जेठ 10 गतेभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा लगिसक्नुपर्ने थियो। अनुसन्धानका लागि भन्दै 2081 कार्तिक 2 गते पक्राउ गरिएको मलाई 84 दिन हिरासतमा राखेर 2081 पुष 7 गते मात्रै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। कानूनमा तोकिएको हद म्याद नागी मुद्दा दर्ता गर्नु देवानी र फौजदारी कानूनको सामान्य सिद्धान्त विपरीत त थियो भने विशिष्टकृत कानून सहकारी ऐनमा हदम्यादको व्यवस्था हुँदाहुँदै सामान्य कानून मुलुकी अपराध संहिता 2074 को दफा 249 अनुसार मुद्दा चलाउन खोज्नु व्याख्यात्मक कानूनको सिद्धान्त प्रतिकूल पनि थियो। अनुसन्धान र अभियोजनमा हकदैया, क्षेत्राधिकार र हदम्याद एकदमै महत्त्वपूर्ण विषय हुन्। तर म विरुद्धको मुद्दामा यी तीनै विषयको पूर्णतः व्यवस्था गरियो र कानून अनुसार चल्दै नचल्नुपर्ने र चल्नै नहुने मुद्दा चलाइयो। 8औं, चैत 22 गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मलाई थुनामै पठाउने निर्णय गर्यो। साँझ 7:30 बजेतिर। त्यसको केही मिनेट नबित्दै प्रहरी मलाई पक्राउ गर्न आइपुग्यो बेडरुममै। त्यस क्रममा प्रहरीले ज्यादती मात्रै गरेन, अन्तिम इच्छा नै सोध्यो। पक्राउ पुर्जी समेत लिएर नआएको प्रहरीले मेरो बेडरुममै बसेर पुर्जी बनायो। पक्राउ गर्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिएको पुर्जीमा अदालतको अनुमति पत्र बमोजिमको पक्राउ पुर्जी लेखियो, जबकि उनीहरूसँग अदालतको अनुमति पत्र नै थिएन। जिल्ला प्रहरी परिसर काठमाडौँले सोही दिन चैत 22 गते दिएको पुर्जीमा फैसला कार्यान्वयनको आदेश अनुसार प्रहरी अनुसन्धानमा राखी अनुसन्धान गर्नुपर्ने भएकाले लेखियो। फैसला कार्यान्वयनका लागि न अनुसन्धान गर्नुपर्छ न हिरासतमा राख्नुपर्छ, थुनामा पठाउने हो। भैरवा पुर्याएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको पुर्जीमा कार्यालयको प्रहरी हिरासतमा राख्नुपर्ने भएकाले लेखियो। पक्राउ एउटै तर प्रहरीको युनिट पछि पक्राउको कारण फरक। चैत 22 गते पक्राउ